सरकारी ताकत से मजबूत सारा पुलिसहरु सुन। देशको चिन्ता हाम्रो जमिनमा जन्माइन आमाले उसलाई। आमाको पीर यो देशको शिर। के तपाई तयार हुनुहुन्छ? किनकि आज म तपाईलाई एउटा यस्तो यथार्थ बताउने छु जुन यति विस्फोटक छ, यति रहस्यमय छ कि तपाई यो भिडियो रोक्न सक्नुहुन्न। नेपालको फिल्म इतिहासमा कहिल्यै यस्तो भएको थिएन। 2 हप्ता, केवल 2 हप्ता नपुग्दै एउटा नाम, एउटा टाइटल, यत्रो देशभर ट्रेन्डिङ नम्बर 1। यो केवल फिल्म होइन, यो एउटा संकेत हो। नेपाली सिनेमा बिउजिएको छ, फेरि एकपटक होइन, अब स्थायी रूपमा। तर प्रश्न छ, किन यति हाइप, किन बलिदान, किन अरू फिल्म चुप छन्? त्यो मिति याद राख्नुहोस्, त्यो दिन जब फिल्म हलहरुमा बक्स अफिसको नसा फुट्छ, जब टिकटको लाइन स्कुलको रिजल्ट भन्दा लामो हुन्छ, जब तपाई आफ्नो क्याल्कुलेटरमा पनि त्यो कमाईको अङ्क हटाउन सक्नुहुन्न। ओहो, समीर भट्ट यो नाम अब केवल एक कलाकारको मात्र होइन, यो नाम अब एउटा ब्रान्ड हो जसको अगाडि अनमोल केसी, प्रदीप खड्का, पल शाह जस्ता नामहरू मात्र होइन, उनीहरूको 10औं वर्षको स्टारडम नै हल्लिन थालिसकेको छ। याद राख्नुहोस्, यो बलिदान हो। यहाँ एक्सन छ, इमोसन छ, क्रेज छ, तर सबैभन्दा ठूलो कुरा नेपाली दर्शकको पुनर्जीवित भरोसा छ। समीर भट्ट जसले न त निखिललाई छाडे, न विराज भट्टलाई। त्यो फाइट सिन, त्यो संवाद सुनिदिनुस्। देशलाई माया गर्नेहरूले बलिदान दिनुपर्छ, सौदा होइन। अब तपाई भन्नुहोस्, यस्तो हाइप तपाईले कहिले देख्नुभयो? बलिदानको 42 सेकेन्डको टिजर मात्र आएको हो। फिल्म लाग्न त अझै धेरै समय छ, तर आजै पुरा फिल्म इन्डस्ट्री कम्पनमा छ। अब विचार गर्नुहोस्, यदि 42 सेकेन्डको टिजरले देश हल्लायो भने फिल्मले के गर्छ? याद राख्नुहोस्, यो बलिदान हो, यो फिल्म होइन, यो चेतना हो, यो जागरण हो, यो लहर हो। र तपाई त्यो लहरको हिस्सा बन्ने कि छुटाउने? अब तपाईको विचार। बलिदान हिट हुन्छ कि फ्लप? तर याद राख्नुहोस्, यो केवल हिट वा फ्लपको कुरा होइन, यो नयाँ युग सुरु भएको संकेत हो। बलिदान फिल्म होइन, इतिहास। आफ्नो विचार कमेन्ट गर्न नबिर्सनुहोस्। तपाई के सोच्नुहुन्छ? भिडियो मन पर्यो भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद। जय नेपाल, जय सिनेमा।